हेलो गाइज, आज हामी 5-6 महिनापछि धेरै पछि भ्लग बनाउँदैछौँ अनि यो चाहिँ इन्ट्रो बनाइराखेको हामीले। आज हामी ह्याप्पी न्यू इयर सबै नेपालीहरूलाई, अरूहरूलाई हेलो। आज हामीहरू ह्याप्पी ल्यान्ड जाँदैछौँ सुङ्गुरामा सुरुगामा। अनि त्यसैले अब हामी अर्को क्लिप चाहिँ जाने बेलामा खिच्छौँ ल। बाई, टिल देन बाई फर नाउ। ल गाइज, हाम्रो चाहिँ प्लान क्यान्सल भयो सुङ्गुरे जाने। अब हामी रमिता जाँदैछौँ, धेरै गर्मी हुन्छ भनेर नगएको। रमिता डाँडा जाँदैछौँ, अब त्यहाँ पुगेर फेरि रिकर्डिङ सुरु गर्छ। गाइज, यो चाहिँ बक्रा पुल हो, यहाँ बाख्राहरूको पास छ। यता अगाडितिर त्यहाँ गइएको छ, हामी अनि बाटोमा छ। रमिता डाँडामा गएर रमिता ताप्न बसेका हौ। अनि ल गाइज, हामी त अलमोस्ट डाँडा माथि पुग्न लागिसक्यौँ। कसरी ल गाइज, अब चाहिँ हामी फेरि जान लागेको छौँ डाँडाको जर्नीमा। यसलाई भमिट आउन लाएर हामी ओर्लेको, यसले सबैलाई ओर्ल्याइ। अब हामीहरू उता देखाउँछौँ तपाईँहरूलाई दमकको डाँडाहरू। यहाँ हेर्नु कति दामी देखिएको छ सबै नजारा। ल गाइज, अब हामी हल्का ट्रेकिङहरू गर्दैछौँ, हाइकिङतिर लागिरहेछौँ। हामी अगाडि त्यहाँ गाडी जाने ठाउँ छैन अनि हामी चढिरहेछौँ कि कसो विचार? ठिकै हो। अब माथि पुगेपछि फेरि रिकर्ड गर्ने। ल गाइज, हामी आइपुगेको छौँ टपमा, झुला झुल्दैछौँ। यता हेर्न सक्नुहुन्छ रमिते डाँडा भ्यू हेर्न सक्नुहुन्छ। गाइज, अब चाहिँ हामी पुरै एक्सप्लोर गरेर घुमिसक्या। सरी भिडियो सर्ट भयो। अब हामी रिटर्न जर्नी गर्दैछौँ, फेरि डाउन ट्रेकिङ गरेर तल जाने, हिँड्दै कुद्दै। अनि ल टिल देन बाई नाउ। ल गाइज, हामी अब माउन्टेनबाट तल आइसक्यौँ। अब हेर्नु यहाँनिर यतातिर कस्तो दामी दामी भ्यू छ। यी कस्तो दामी दामी भ्यू छ यहाँ हेर्नु गाइज। ल अब कारमा बसेपछि फेरि हेरिन्छ। ल दर्शकवृन्दहरू, तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, यहाँ हाम्रो सानीमा अनि हजुरआमा धेरै ढिला गर्नुभएको छ। हिल चप्पल लागेको भएर यहाँ धेरै ढिलो गरेको अवस्थामा गाडी पनि रोकिएको छ। थकालीमा मकाली गर्न पाएको छैन, त्यसैले अलिक छिटो गरिदिएर हार्दिक अनुरोध गर्दछु। अझै ढिलै आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ अब आइपुगेका छौँ है। हामी यता केटा ग्याङहरू र केटी ग्याङहरू, पुन्टापुन्टी केटी ग्याङहरू चाहिँ आइपुगेका छौँ है। ल गाइज, यहाँ अब हामी फर्किँदैछौँ थकालीतिर। अब यहाँ तराई भयो नि शीतल रहेछ। अब थकालीमा पुगेपछि फेरि रिकर्डिङ सुरु गर्छौँ। यहाँ चाहिँ सबैजना बस्नु भएको छ, हामी गाडीमा रमाइलो गर्दैछौँ। अब त्यहाँ पुगेपछि फेरि खिच्छौँ ल। फर टिल देन बाई। गाइज, हामीहरू यहाँ थकालीमा आइसक्यौँ। यहाँ धेरै भिड छ, एक्सट्रिम नै पर्दैन तर भन्दा नि हुन्छ, एक्सट्रिम भिड छ न्यु इयर भनेर। त्यसैले अनि अब हामी यहाँको स्पेसल अर्डर गरेर ल्याएका छौँ। अनि के हो स्पेसल हामी एकछिनमा देखाउँछौँ है। ल गाइज, हामी चाहिँ हिजै आइपुगेका थियौँ ढिलोतिर, 8:30तिर घर आइपुगेका थियौँ। तर भ्लग खिच्न बिर्सेको त्यतिखेर ल त्यही एन्ड अफ गर्न खिचेको। अनि यहाँ दिएको तयारी भयो, यता कुन घर नेरी हो। आजको भ्लगको लागि त्यति बाई गाइज।